आजको हाम्रो टपिक हो डेली युज सेन्टेन्स। यो टपिक सुरु गर्नुभन्दा पहिला म केही कुरा भन्न चाहन्छु। धेरैजनालाई यस्तो फिल हुन्छ कि यो डेली युज सेन्टेन्स मात्र पढेर चाहिँ इङ्ग्लिस सिक्न सकिन्छ, तर चाहिँ यस्तो हुँदैन। किन र कसरी? उनले हिजो भुइँ पुछिन्, सी मोप्ड द फ्लोर यस्टरडे। मानौँ तपाईले यो सेन्टेन्सलाई मेमोराइज गर्नुभयो, लर्न गर्नुभयो, तर म यो सेन्टेन्सलाई अलिकति चेन्ज गरिदिन्छु। उनी अहिले भुइँ पुछ्दैछिन्, सी इज मोपिङ द फ्लोर राइट नाउ। तपाईँ फेरि कन्फ्युज भइहाल्नुहुन्छ, तपाईँले फेरि त्यो सेन्टेन्स पनि रट्नुहुन्छ, अनि तपाईँ चाहिँ कतिवटा सेन्टेन्स चाहिँ याद गर्न सक्नुहुन्छ, मेमोराइज गर्न सक्नुहुन्छ। के यो सम्भव छ? यो चाहिँ सम्भव छैन। द बेस्ट वे चाहिँ के हो? यसको सट्टा तपाईँलाई स्ट्रक्चर, ग्रामर एन्ड ट्रान्सलेसन कन्सेप्ट चाहिँ सिक्नुपर्छ। जब एक पटक कन्सेप्ट बुझ्नुभयो भने अनेकौं सेन्टेन्स ट्रान्सलेट गर्न सक्नुहुन्छ। के अब यसको मतलब यो डेली युज सेन्टेन्स चाहिँ युजलेस हो? होइन, यसको पनि एउटा धेरै राम्रो बेनिफिट छ। यसले चाहिँ भोक्याबुलरीलाई इम्प्रुभ गर्छ है। अब हामी सेन्टेन्स स्टार्ट गरौँ, च्याप्टर स्टार्ट गरौँ। उनले हिजो भुइँ पुछिन्, सी मोप्ड द फ्लोर यस्टरडे। उसले बिरुवामा पानी छर्कियो, ही स्प्रिङ्कल्ड वाटर अन द प्लान्ट्स। उनले केकमाथि चिनी छर्किन्, सी स्प्रिङ्कल्ड सुगर ओभर द केक। बच्चाहरूले एकअर्कामाथि पानी छ्यापे, द चिल्ड्रेन स्प्ल्यास्ड वाटर एट इच अदर। उनले कागजहरू जताततै छरिन्, सी स्क्याटर्ड द पेपर्स एभ्रिवेयर। यहाँ स्क्याटर्ड, स्प्ल्यास्ड, स्प्रिङ्कल सिमिलर वर्ब हो, तर यसमा अलिअलिको फरक छ। स्प्रिङ्कल मिन्स टु ड्रप स्मल अमाउन्ट्स अफ समथिङ लाइटली ओभर अ सर्फेस। कुनै पनि सर्फेसमा कुनै वस्तु थोरै मात्रामा चाहिँ ड्रप गर्नु, जसरी कि सल्टलाई स्प्रिङ्कल गर्नु, सुगरलाई स्प्रिङ्कल गर्नु, वाटरलाई स्प्रिङ्कल गर्नु चाहिँ के हो? स्प्रिङ्कल। स्प्ल्यास भनेको टु थ्रो अर मुभ लिक्विड केयरलेसली अर नोइजली। बच्चाहरू चाहिँ पानीले चाहिँ झगडा गर्छन्, पानी हातमा लिएर साथीको मुखमा फाल्ने, जिउमा फाल्ने चाहिँ गर्ने गर्छन्, ग्लासमा हातमा राखेर स्प्ल्यास गर्ने गर्छन्। त्यही के हो? स्प्ल्यास। हामी मुख धुँदाखेरि दुवै हातमा पानी राखेर चाहिँ जोडले फेसमा हान्छौँ, त्यो के हो? नोइजली हामी थ्रो गर्छौँ फेसमा, त्यही के हो? स्प्ल्यास। स्क्याटर भनेको के? टु स्प्रेड थिङ्स इन डिफ्रेन्ट डाइरेक्सन्स ऱ्यान्डमली। अब हातमा चाहिँ मैले गुच्चा लिए अथवा पेन पेन्सिल लिए, अनि के गरे? भुइँमा खसाइदिए। अब सबै पेन पेन्सिल चाहिँ यताउति जान्छन्, अलग अलग डाइरेक्सनमा जान्छन्, त्यही के हो? स्प्रेड हो। स्प्रे भनेको टु फोर्स लिक्विड आउट इन भेरी स्मल ड्रप्स थ्रु एयर। यो चाहिँ हामी पर्फ्युम चाहिँ स्प्रे गर्छौँ, अनि हामी जब सेलुनमा जान्छौँ बार्बरले चाहिँ हाम्रो हेयरमा चाहिँ वाटर स्प्रे गर्छ, त्यही के हो? स्प्रे। कति आरामदायक कोठा रहेछ। वाट अ कोजी रुम इट इज। आफ्नो सिट बेल्ट राम्रोसँग बाँध, फास्टेन योर सिट बेल्ट प्रोपरली। राम्रोसँग भनेको प्रोपरली, बाँध्नु भनेको फास्टेन। नाईले मेरो कपालमा पानी छर्कियो, द बार्बर स्प्रेड वाटर अन माई हेयर। आफ्नो कोठा राम्रोसँग सफा गर, क्लिन योर रूम प्रोपरली। त्यहाँ राम्रोसँग भनेको अर्कै थियो, यहाँ राम्रोसँग भनेको प्रोपरली, सरी सेमै छ। उनी ध्यानपूर्वक भुइँ बुहारिरहेकी छिन्, सी इज स्विपिङ द फ्लोर केयरफुल्ली। घरमा पानी खेर नफाल, डु नट वेस्ट वाटर एट होम। हि इज मटरिङ समथिङ। ऊ केही बडबडाइरहेको छ, ऊ केही बडबडाइरहेको छ। यो चाहिँ उल्टा भइसकेको छ, ऊ केही बडबडाइरहेको छ। हि इज मटरिङ समथिङ। कृपया मलाई एक गिलास पानी ल्याऊ, प्लिज ब्रिङ मी अ ग्लास अफ वाटर। तिम्रा परिवार सधैँ खुसी रहोस्, मे योर फ्यामिली स्टे ह्याप्पी अलवेज। मे योर फ्यामिली अलवेज स्टे ह्याप्पी। यो चाहिँ मोर नेचुरल छ, यो करेक्ट त छ तर लेस नेचुरल छ है। अलवेजलाई हामी यहाँ पनि राख्न सक्छौँ, तर बेस्ट वे के हो कि मेन भर्बको जस्ट पहिला राख्नु है। के तिमीले ढोका लगायौ? डिड यु लक द डोर? उनी आफ्नो साथीसँग गफ गरिरहेकी छन्, सी इज गसिपिङ विथ हर फ्रेन्ड।
कति फोहर कोठा रहेछ, व्हाट अ मेसी रूम इट इज, हाउ मेसी द रूम इज। लुगाहरू बाहिर सुकाऊ, ह्याङ द क्लोथ्स आउटसाइड। सुकाउनुको चाहिँ ड्राई हुन्छ, तर मैले यहाँ ड्राई किन लेखेको छैन। यदि तपाईँ मेसिनले ड्रायरले चाहिँ सुकाउनुहुन्छ भने ड्राई लेख्नुपर्छ। लुगाहरू बाहिर सुकाऊ, यहाँ त तपाईँ मात्र घाममा राखिदिनुहुन्छ, त्यसैले ह्याङ द क्लोथ्स आउटसाइड। साना कुरामा गुनासो नगर, डु नट ग्रम्बल अबाउट स्मल थिङ्स। गुनासो गर्नु भनेको ग्रम्बल हो, डु नट ग्रम्बल अबाउट स्मल थिङ्स। के तिमीले बाथरुम सफा गरेका छौ, ह्याभ यु क्लिन द बाथरुम। उनी चुपचाप फुसफुसाइरहेकी छन्, सी इज विस्परिङ सिक्रेटली। फुसफुसाउनु भनेको विस्परिङ। किताबहरू राम्रोसँग मिलाऊ, एरेन्ज द बुक्स निटली। ढोका राम्रोसँग बन्द गर, लक द डोर प्रोपरली। बेतुका कुरा गर्न बन्द गर, स्टप टकिङ ननसेन्स। बेतुका कुरा गर्नु भनेको टक ननसेन्स। यहाँ चाहिँ राम्रोसँग भनेको निटली, यहाँ चाहिँ राम्रोसँग भनेको प्रोपरली। यो चाहिँ सेन्टेन्समा डिपेन्ड गर्छ है। के तिमीले बिरुवामा पानी हाल्यौ, डिड यु वाटर द प्लान्ट्स। अब पानी हाल्नुको चाहिँ इङ्ग्लिस पोर द वाटर हुन्छ, POUR पोर द वाटर। अनि पानी हाल्नुको इङ्ग्लिस वाटर पनि हुन्छ। यहाँ वाटर एज अ नाउन आएको छैन, यहाँ वाटर एज अ वर्ब आएको छ। डिड यु वाटर द प्लान्ट्स। के तिमीले बिरुवामा पानी हाल्यौ। उनी अहिले टेबल पुछिरहेकी छन्, सी इज वाइपिङ द टेबल नाउ। खाना कति मिठो बास्ना आएको, हाउ डिलिसियस द फुड स्मेल्स। कति रमाइलो स्थिति रहेछ, व्हाट अ फन्नी सिचुएसन इट इज। हात राम्रोसँग धो, वाश योर ह्यान्ड्स प्रोपरली। तिम्रा आमा बुबा दीर्घायु होउन्, मे योर प्यारेन्ट्स लिभ लङ। ऊ छिटो हिँड्दा लडबडाइरहेको छ, ही इज स्टम्बलिङ वाइल वाकिङ फास्ट। लडबडाउनुको स्टम्बलिङ। चिया चलाऊ, स्टिर द टी। ग्यासमा हामी चिया राखेको छौँ, त्यसलाई हामी चम्चाले चाहिँ चलाउँछौँ। स्टिर द टी। कति फोहोर भान्सा रहेछ, व्हाट अ डर्टी किचन इट इज, व्हाट अ मेसी किचन इट इज। ढोका जोरले नठोक, डु नट स्ल्याम द डोर। जब हामी गेट बन्द गर्छौँ, जुन ठोक्छौँ हामी गेटलाई, त्यही के हो, स्ल्याम हो। डु नट स्ल्याम द डोर। जोरले ठोक्नुलाई के भन्छौँ हामी, स्ल्याम। ऊ कुर्सी मर्मत गरिरहेको छ, ही इज फिक्सिङ द चेयर, ही इज रिपेयरिङ द चेयर। तिमी किन कराइरहेका छौ, वाइ आर यु साउटिङ, वाइ आर यु क्राइङ। कति नरम तकिया रहेछ, व्हाट अ सफ्ट पिल्लो इट इज, हाउ सफ्ट द पिल्लो इज। रातको खानाको टेबल मिलाऊ, प्लिज सेट द टेबल फर डिनर और सपर। डिनर चाहिँ बढी मोडर्न इङ्ग्लिसमा युज हुन्छ, सपर चाहिँ दुवै त रातको खानाको लागि नै हो, तर डिनर बढी मोडर्न इङ्ग्लिसमा युज हुन्छ। सपर चाहिँ युकेमा, युएसमा, क्यानाडामा चाहिँ बढी युज हुन्छ है। यो दुवै भनेको लाइट मिल लेट नाइट, रातिमा चाहिँ लेट नाइटमा हल्का खाना खानु के हो, सपर हो। ऊ कुर्सी बिस्तारै तानिरहेको छ, ही इज ड्र्यागिङ द चेयर स्लोली। आलु छिल, पिल द पोट्याटो। पिठो राम्रोसँग मुछ, निड द फ्लोर वेल। गिलासमा दुध खन्याऊ, पोर द मिल्क इन्टु द ग्लास। अंडा ध्यानपूर्वक तार, फ्राई द एग्स केयरफुल्ली। काँक्रो पातलो काट, स्लाइस द क्युकुम्बर। प्याज सानो सानो काट, चप द अनियन्स फाइनली। कचौरामा बिस्तारै सुप खन्याऊ, पोर द सुप स्लोली इन्टु द बोल। डोरी मजबुत रूपमा कस, टाइटन द रोप फर्मली। टाइटन अथवा टाई द रोप फर्मली। उनले जुसको लागि सुन्तला निचोरिन्, सी स्क्विज्ड ऑरेन्ज फर जुस। कति फराकिलो हल रहेछ, व्हाट अ स्पेसियस हल इट इज। स्पेसियस भनेको बढी ठाउँ भएको, बढी स्पेस भएको। कति चिप्लो भइरहेछ, व्हाट अ स्लिपरी फ्लोर इट इज। हाम्रो च्याप्टर 1 थियो इन्ट्रोडक्सन, च्याप्टर 2 थियो टाइप्स अफ सेन्टेन्स, च्याप्टर 3 डेली युज सेन्टेन्स थियो। अब हामी के पढ्ने, अब हामी इङ्ग्लिसको चाहिँ
बेस पढ्नेछौँ। इङ्ग्लिसको चाहिँ बेस के हो, फाउन्डेसन के हो, त्यो चाहिँ पार्ट्स अफ स्पिच हो। हामी डिटेलमा नाउन, प्रोनाउन, वर्ब, एडभर्ब, एड्जेक्टिभ सबै कुराहरू पढ्नेछौँ। ल तपाईको लागि म एउटा क्वेसन राख्छु है। त्यो चाहिँ एडभर्ब, एड्जेक्टिभ र अब्स्ट्र्याक्ट नाउनको चाहिँ आधारमा त्यो क्वेसन छ। व्हाट इज द डिफरेन्स बिट्विन कन्फिडेन्ट, कन्फिडेन्स एन्ड कन्फिडेन्टली? तपाईँ चाहिँ यसको एन्सर चाहिँ कमेन्ट गर्नुहोला है। यदि आएन भने चिन्ता नगर्नुहोला, यो पार्ट्स अफ स्पिच पढेपछि यो सबै कुराहरूको कन्फ्युजन चाहिँ क्लियर हुन्छ। ल थ्याङ्क यू, सब्सक्राइब गर्नुहोला।